देशमा चुनावी माहौल चलिरहेको छ। मलाई खासै यो विषयमा बोल्न त मन लाग्दैन, म राजनीतिक विचारधारणा राख्ने मान्छे होइन, तर पनि देशको यो अवस्थाले नबोली बस्न सकिनँ। एउटा पार्टीले अर्को पार्टीको खुट्टा तानेको छ, एउटा मान्छेले अर्को मान्छेलाई नराम्रो बनेको छ। आखिर किन मिल्छ र यो सब गरेर? यो सब गरेर हामी आखिर कुन अवस्थातिर आफ्नो देशलाई धकेलिरहेको छौँ? यस विषयमा संस्कृतमा एउटा भनाइ छ नि, अहम पशुतमी खोपिल्टोम अहम उत्खनन। यसलाई नेपालीमा के भन्छ मलाई पनि थाहा छैन। हो, हाम्रो यस्तै बानी छ कि नचाहिने कुरामा अल्झेर बस्नु। चाहिने कुरामा गर्नुहोस् न यार। हेर्नुहोस्, रेसिपी बनाएको छु, हेर्नुहोस्, भिडियो हेर्नुहोस्, लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, सेयर गर्नुहोस्। अर्को भिडियोमा भेटौँला है त।